हामीले योभन्दा अगाडिको क्लासमा नित्ता बसानी भन्ने श्लोक पढ्यौं नि, जहाँ चाहिँ माहेश्वर सूत्रहरू कसरी बन्छ। माहेश्वर सूत्र भनेको नित्ता बसानी नित्यराज भगवान शिव डमरू बजाएर वाला त्यो कहानी मैले पढाएको हो नि। त्यस्तै उहाँले डमरू बजाउँदा यति 14 वटा साउन्डहरू निस्किए। यही 14 वटा साउन्डलाई हामीले माहेश्वर सूत्र भन्छौँ। फलम फले फलानी जस्तै यसमा पनि यो बहुवचन नपुंसक लिङ्गको बहुवचनको रूप लागेको छ धेरै अर्थमा है। बहुवचन धेरैवटा सूत्रहरू छन् नि त, त्यही भएर यसो लेखेको हो सूत्रनी भनेर। अब सुरुमा हामीले आज पढ्छौँ प्रत्याहार। प्रत्याहार शब्द बन्नका लागि कसरी यो शब्दको मिनिङ के हो, एक्ज्याक्ट मिनिङ भन्दा जस्तो हामीले सर्जरीमा पढ्छौँ नि, प्रत्याहारमा आहरण गर्नु अष्टकर्महरू छ नि सर्जरीको, त्यसमा आहरण गर्ने अर्थमा पढ्छौँ। आहरण भनेको स्थानान्तरण अर्थात् एउटा ठाउँदेखि अर्को ठाउँसम्म कि तान्नु है, मतलब किपिङ ब्याग टाइपको अथवा त्यसलाई कतैबाट तान्नु अथवा एक ठाउँदेखि अर्को ठाउँमा स्थानान्तरण गर्ने अर्थमा ल्याउने अर्थमा हामीले प्रत्याहारको शब्द युज हुन्छ। यस्तै अब यहाँ पनि हामी के गर्छौँ, धेरै जस्तै त्यहाँ आहरणको अर्थ हामीले तान्नु अर्थमा गऱ्यौँ नि, हो यसमा पनि हामी के गर्छौँ, यहाँबाट शब्दहरू तान्छौँ। यिनीहरू भनेको ग्रामरको एकदमै युनिक वर्डहरू हो है, युनिक सिलेबलहरू हो है सबै यिनीहरू चाहिँ। अब मानव तपाईँले केमिस्ट्रीमा पढ्नुहुन्छ नि एटम भनेको के हो, सानो युनिट हो कि होइन, एकदमै सानो युनिट हो। यिनीहरू सबै के भयो अहिलेलाई सानो युनिट एटम भइसक्यो। अब यसलाई हामी मोलेकुल बनाउनु छ। जस्तो यसको मोलेकुल हो कि होइन, एउटा कोडमा दुई वा दुईभन्दा बढी एटम भनेको यिनीहरूलाई मिक्स गरेर एउटा जुन कोड बनाउँछौँ त्यसलाई भन्छ मोलेकुल्स है। हो त्यस्तै यहाँ पनि हामी मोलेकुल बनाए चाहिँ गर्छौँ। जस्तो हामी दुईवटा कोड ल्याउँ, एउटा ल्याउँ अज यसरी बनाउने है, जस्तो यस्तो कोड हुन्छ। अब यो अज भित्र चाहिँ हामीले के गर्छौँ भन्दा सबैभन्दा अगाडि एउटा यो भनेको इन्डिकेट जस्तो हो, जस्तो सबभन्दा अ छ पछाडि च छ। यो कुन साउन्ड हो, अ भनेको साउन्ड कति प्रकारको हुन्छ, के स्वर र व्यञ्जन है, स्वर र व्यञ्जन हुन्छ। त्यस्तै यो पछाडि चाहिँ के छ, पछाडि कुन साउन्ड हो, यो व्यञ्जन जुन चाहिँ आदि छ है। यो आदि अक्षर छ र अगाडि यही आदि अक्षरलाई हामीले हेर्नु र पछाडितिर कुन अयुडमा यो सूत्रमा कहाँ चाहिँ पछाडि बोर्डमा यस्तो आदि अक्षर आउँछ भनेर जहाँ आउँछ अगाडिदेखि हेर्दै आउने। एक ठाउँमा मात्रै आएको छ हो, यो 4 नम्बरकोमा आएको छ र सुरुमा के आछ, अ आछ। अब यो अदेखिका जस्तो यो आदि अक्षरलाई छाडेर है अ इ उ अनि रि अनि भन्नुहोस् रि अनि ए ओ ऐ आउँछ। यतिवटा वर्णहरू केमा परे, अज प्रत्याहार भित्र परे। यसरी चाहिँ हामीलाई अब यसरी चाहिँ बुझ्न के हुन्छ, सजिलो हुन्छ। अब यो अज प्रत्याहार भित्र जति पनि परेका छन् हेर्नु त, सबै भोइल साउन्ड अन्तर्गत परेका छन्, स्वर व्यञ्जन स्वरमा परेका छन्। यसरी चाहिँ अब एउटा यो पर्यो, एउटा त्यसपछि अल पर्यो भने के पर्छ, अल भित्र के वर्णहरू पर्ला, अल नट हलमा हलमा छ हो भनेपछि अदेखि ल वर्णसम्मका ल अक्षरसम्मका सबै आदि अक्षरलाई छोडेर है, आदि अक्षरलाई चाहिँ छाड्नुपर्छ। ती सबै के भित्र परे, यो भित्र परे र यसमा यो अब के भयो, यिनीहरू जस्तो यिनीहरू के भयो, एटम जस्तो भए, यिनीहरू के भयो, मोलेकुल टाइपको भयो। अब हामीले प्रयोग चाहिँ यस्तो गर्छौँ, यो एकदमै सानो, यिनीहरू चाहिँ एकदमै सानो युनिट हो अनि यिनीहरू चाहिँ अब हामीले जुनसुकैमा पनि यो सन्धिदेखि यो सन्धि पर हुँदा पूर्व हुँदाका कुराहरू आगामी व्याकरणहरूमा अगाडिका कक्षाहरूमा पढ्छौँ। आज बुझ्नुभयो?